चाहिँ लेयर्स कुखुराको लागि, अन्डा दिने कुखुराको लागि मास दाना र मास दानाको लागि मकै। अनि यहाँदेखि मकै माथि जान्छ। यहाँदेखि यहाँ मकैमा भएका फोहोर मैलाहरू यसरी खनिएर माथि बस्छ। अनि यहाँदेखि तल झर्छ र यहाँदेखि माथि जान्छ। अनि मेसिनमा गएर पिस्किन्छ। मेसिनमा गएर यसरी झरेर पिस्केपछि अनि यहाँदेखि माथि जान्छ र यसमा गइसकेपछि यसले मिक्स गरेर यहाँबाट हामी यसबाट निकालिन्छ। साथीहरू यसरी बनाइन्छ। हामी यो चाहिँ मासदाना हो। यो अन्डा दिने लेस कुखुराको लागि अन्डा उत्पादनको लागि एकदम राम्रो दाना हो। अनि यसमा चाहिँ एउटा यो मिसाइन्छ मासदाना बनाउनको लागि। यो चाहिँ यसलाई चाहिँ प्रिमिक्स भनिन्छ। यसमा भटमास लगायत अन्य 22 थरी मिसिएर आएको हुन्छ। यसलाई मिसाएर चाहिँ दाना उत्पादन गरिन्छ।